सक्यो अब यहाँबाट हिँडेको अब कतिवटा सिडी छ धेरै छैन भन्दा भन्दै यहाँ लिएर आइसक्यो मलाई कति हो दोस्त हो कति हो 2556 हो हो यस्तो गर्ने यहाँ क्यामेराम्यान यस्तो डेन्जर छन् नि पुरा सिडीको तलबाट भिडियो बनाउँछन् मलाई धेरै बोल्न आउन ब्लगमा त्यही अरू जे छ त्यही बनाएको नर्मल धेरै बोलेन मान्नु मलाई भिडियोको उसमा सरज यो एमराजको उसो ढोकामा उसमा जाने गेटमा जाने जस्तो लागेन र पुरा ठाडो हो त सिडी त कसो न त्यहाँ माथि मन्दिरमा होइन त्यो के को मन्दिर थाहा के को यमराजको मन्दिर हो तिमीलाई थाहा होइन त्यहाँतिर यमराजले हामीलाई दुईवटा प्रश्न सोध्छ तिमीहरूलाई तातो तेलमा पुरा हाल्ने हो कि पोलेको तेलमा हाल्ने हो भनेर सोध्छ तिमी कोनमा जान्छौ अनि म दुईटैमा जान्न किन तिमीले त्यति धेरै काण्ड गरेछौ कि तिमीलाई तेल त क्या जग्गा मिल्दैन काण्ड गरे नि यमराज अनि म साथी बनायौँ कि तिमीले त्यो धेरै काण्ड गरेन कि त्यो तिमी नर्कमा जान्छौ म यमराजको त्यो गाई छ नि गाई हो कि भैँसी हो कि गोरु हो जे भए पनि त्यसमा बसेर म मजाले उड्ने हो अनि एकैचोटि तल आउने 1 सेकेन्ड यस्तो फोहोर नगरे हुन्थ्यो नि यता दाम मन्दिरमा आएर यस्तो बत्तलहरू नफाले हुन्थ्यो कहिले फाले मैले पानीको बोतल नि पाएन त्यसै ओकेमा हेर न यहाँ उस छ फोहोरको उस फाल्ने छ पुरा डब्बा हेर न पुरै फाल्यो फालेको कि हावा उर्लाएको हावा उर्लाएको होला सायद पुरै बोतलहरू माथिबाट यस्तो सिधा गुल्ट्यो भने सिधै तल नर्किकन गेटमा हालत हेर्नु प्रेमको अर्को हिन्दी ब्लगर चलिरहेको नेपाली बनाऊ भन्दा मान्दैनन् भरत रसाइली सर फलो गर्न सब्सक्राइब गरिदिनु च्यानल ल झन्डैले आरामको लागि सिट रहेछ बसमा एकैछिन हालत खराब दामी इधर से घूमने मत आओ हमारा हालत देख के